नमस्कार, पशुपति अनलाइन मिडिया हाउस प्रालीको प्रस्तुति बीएस खबरमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2082 साल चैत्र महिनाको 4 गते बुधबार, चैत्र कृष्ण पक्षको चतुर्दशी पर अमावास्या तिथि, तदनुसार 2026 मार्च महिनाको 18 तारिक। यहाँले हाम्रो च्यानल कहाँबाट हेर्दै हुनुहुन्छ लेख्नुहोला। यदि च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुहोला भन्दै अब लागौं बीएस खबरका प्रमुख खबर शीर्षकहरूबाट। नवनिर्वाचित सांसदहरूको शपथ चैत्र 12 हुने, बिहिबार समानुपातिक सांसदलाई प्रमाणपत्र दिएसँगै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन पनि बुझाइने, पार्टीका सांसदलाई जनताको शासक नभई सेवक बन्न राष्ट्रसभा सभापति लामिछानेको आग्रह, कांग्रेसमा विचलन कायमै, नियमित अधिवेशन राख्ने तयारीमा नेतृत्व, राष्ट्रसभाको विजय भनेको भारतमा कांग्रेस आएको जस्तो भएको एमाले महासचिव पोखरेलको टिप्पणी र थप अनुशासित र इमान्दार भएर काम गर्नुपर्नेमा प्रहरी प्रमुख कार्कीको जोड। अब सुरु गरौं खबरहरू विस्तारमा। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ यही चैत्र 12 गराउने तयारी भएको छ। समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहिबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ। बिहिबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपतिको कार्यालयमा बुझाउने तयारी पनि छ। यसको जानकारी आयोगले संघीय संसद सचिवालयलाई पनि गराउनेछ। निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जनाएका छन्। उनका अनुसार यी लगायतका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग पनि छलफल गरिँदैछ। उनका अनुसार चैत्र 12 गते शपथ गराउने तयारी छ। 21 फागुनमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट 6वटा राजनैतिक दल राष्ट्रिय दलको रूपमा आएका छन्। 182 सिट सहित राष्ट्रसभा सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। कांग्रेस 38 सिट सहित दोस्रो, 35 सिट सहित एमाले तेस्रो र 17 सिट सहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रूपमा रहेका छन्। यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी 7 सिट सहित 5औं दलको रूपमा रहेको छ भने राप्रपा 5 सिट सहित 6औं दलको रूपमा रहेको छ। एकजना भने स्वतन्त्र उम्मेदवार रहेका छन्। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ यही 12 चैत्रमा गराउने तयारी भएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन्। त्यसपछि उनै ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउनेछन्। शपथ सम्बन्धी ऐन 2079 शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोसाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन्। शपथ सम्बन्धी ऐनको दफा 4 मा औपचारिक पोसाकमा उपस्थित हुनुपर्ने प्रावधान छ। सोही दफाको धारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्कने मर्यादित वेशभूषा वा पोसाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ। दफा 5 मा शपथको भाषा सम्बन्धी व्यवस्था छ। साथै कुनै सार्वजनिक पद धारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने प्रावधान पनि छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको 2 प्रतिभा र मातृभाषामा शपथ लिएकोमा त्यो मातृभाषाको शपथको समेत 2 प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था पनि छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नवनिर्वाचित सांसदहरूको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। प्रवक्ता मनिष झाका अनुसार सांसदहरूको शपथपछि मात्रै दल नेता चयन लगायतका थप प्रक्रिया अगाडि बढाइनेछ। संघीय संसद सचिवालयले चैत्र 12 गते नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने तयारीका साथ काम गरिरहेको छ। त्यसपछि मात्रै रासोपाले संसदीय दलको नेता चयन गर्ने भएको हो। रासोपाले वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा
घोषणा गरेर फागुन 21 को चुनावमा गएको थियो। बालनलाई संसदीय दलको नेता बनाउन रासोपाले विधान समेत संशोधन गर्नुपर्नेछ। उनले प्रक्रियागत रूपमा नै रासोपा अघि बढ्ने बताएका छन्। रासोपाले झन्डै 2/3 सिट जितेको छ। रासोपाका मात्रै 182 जना सांसद रहेका छन्। अब रासोपाले एकल सरकार बनाउँदैछ। निर्वाचनको नतिजा आएसँगै संघीय संसद सचिवालय प्रतिनिधि सभा बैठकको तयारीमा जुटेको छ। राजनीतिक दलहरूका लागि कार्यालय व्यवस्थापन, नवनिर्वाचित सदस्यहरूको शपथसँगै आगामी सभाको सञ्चालनको सन्दर्भमा संसद सचिवालयले आन्तरिक तयारी अगाडि बढाएको हो। निर्वाचन आयोगले बिहिबार समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिँदैछ। प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदहरूले प्रमाणपत्र पाइसकेका छन्। 275 सदस्यीय प्रतिनिधि सभामा 165 जना प्रत्यक्ष निर्वाचित भएर पुगेका छन्। दलले पाएको मतका आधारमा निर्वाचित 110 जनाले बिहिबार विजयी भएको प्रमाणपत्र पाउन लागेका हुन्। 21 फागुनमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट 6वटा राजनैतिक दल राष्ट्रिय दलको रूपमा आएका छन्। 182 सिटसहित रासोपा सबैभन्दा ठूलो दल भएको छ। कांग्रेस 38 सिटसहित दोस्रो, 25 सिटसहित एमाले तेस्रो र 17 सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलको रूपमा रहेका छन्। यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी 7 सिटसहित 5औं दलको रूपमा रहेको छ भने राप्रपा 5 सिटसहित 6औं दलको रूपमा रहेको छ। एकजना स्वतन्त्र उम्मेदवार रहेका छन्। बिहिबार नै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिको कार्यालयमा बुझाउने तयारी गरेको छ। यो सँगै निर्वाचन आयोगले यसको जानकारी संघीय संसद सचिवालयलाई पनि दिनेछ। संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट चैत्र 5 गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने गरी तयारी गरिएको छ। नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्यले शपथ गराउनेछन्। ज्येष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिनेछन्। निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित 275 जना प्रतिनिधि सभा सदस्यहरूमा सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी रहेका छन्। उनी 78 वर्षका भएका छन्। यी संवैधानिक व्यवस्था अनुसार सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नै प्रतिनिधि सभाको अध्यक्षता समेत गर्नेछन्। जस अनुसार आगामी प्रतिनिधि सभाको सुरुवातको अध्यक्षमा नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसद अर्जुन नरसिंह केसीले गर्ने भएका हुन्। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ। सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ। संसद सचिवालयका प्रवक्ता गिरीका अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलको सदस्य सहभागी भएको सर्वदलीय बैठक बसेर पहिलो दिनको एजेन्डा तय गरिनेछ। तथापि सामान्यतया पहिलो बैठकमा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइनेछ। 23 र 24 भदौमा जेन्जी आन्दोलन भएको थियो। जेन्जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि तत्कालीन प्रतिनिधि सभाबाट अर्को सरकार बन्न सकेन। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। अन्तरिम सरकारको सिफारिसमा 27 भदौमा प्रतिनिधि सभा विघटन भयो। गत 21 फागुनमा नयाँ निर्वाचन सम्पन्न भएको छ। नयाँ निर्वाचनपछि प्रतिनिधि सभाको बैठक बस्न लागेको हो। यसकारण यसबीचमा सरकार बनेको र मन्त्री परिषदमा को रहने भन्ने जानकारी प्रतिनिधि सभालाई सरकारले गराउनेछ। यसबाहेक प्रतिनिधि सभाको पहिलो बैठकमा सभा सञ्चालनका लागि अन्तरिम कार्यविधि निर्णयार्थ प्रस्तुत गर्ने वा प्रतिनिधि सभा नियमावलीलाई नै मानेर जाने भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। यसपछि सभामुख चयनको कार्यतालिका प्रस्तुत हुनेछ। पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने अभ्यास छ। यसबाहेक कुनै शोक प्रस्ताव प्राप्त भए प्रतिनिधि सभाले त्यसलाई पारित गर्नेछ र पहिलो बैठक समापन हुनेछ। दोस्रो बैठक सिधै सभामुख चयनका लागि वा अन्य कार्यसूचीमा समेत बस्न सक्नेछ। सभाको बैठक अघि बढेसँगै संसदीय विषयगत समिति गठनको प्रक्रिया समेत सुरु हुनेछ। आम चुनावभन्दा पहिले राष्ट्रसभा सभापति रवि लामिछानेका वक्तव्यहरू सन्तुलित र तथ्यपरक कम थिए। झन्डै 2/3 निकटको अभूतपूर्व बहुमतपछि उनी शान्त, संयम र जिम्मेवार देखिएका छन्। चुनावभन्दा ठिक अघिका भाषणहरूमा उनी आफूलाई सुतेकै ठाउँमा अन्तिम इच्छा सोध्न आउने विरुद्ध मत खसाल्न उत्तेजक आह्वान गरिरहेका हुन्थे। उनी प्रश्न सोध्ने पत्रकारहरूप्रति समेत आक्रामक रूपमा भन्थे, प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ। शब्दहरूमा कठोर पकड राख्न सक्ने पूर्व सञ्चारकर्मी लामिछाने बोलेर मासलाई अपिल गर्दै गर्दा प्रधानमन्त्री प्रस्तावित अर्का नेता बालेन शाह भने नबोलेर वा कम बोलेर प्रभाव पारिरहेका हुन्थे। राष्ट्रसभा सांसदहरूका लागि पार्टीले ग्वार्कोमा राखेको 2 दिने अभिमुखीकरणको समापनका क्रममा बुधबार सभापति लामिछानेले आफ्नो शैली पूर्ण रूपमा बदलेको देखियो। उनले 2/3 निकट बहुमत पाएको पार्टीको सभापतिका रूपमा राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रहरूलाई आफ्नो पार्टीको नेतृत्वप्रति भरोसा गर्न अपिल गरेका छन्। उनले निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदाय अनि लगानीकर्ताहरूलाई समेत विश्वास दिलाउन खोजेका छन्। लामिछानेका पूर्ववत आक्रामकता एवं नयाँ भूमिकासहित बदलिने सङ्केत देखिएको छ। उनले राष्ट्रसभाका कार्यकर्तालाई राम्रोसँग प्रशिक्षित गर्ने समय नै नपाएको स्वीकार गर्दै
सामाजिक सञ्जालमा देखिने उत्तेजना र आक्रामकता बन्द गर्न निर्देशन दिएका छन्। उनले राष्ट्रवाद समर्थकहरूलाई विपक्षीमाथि तुच्छ शैलीमा जाइ लाग्ने क्रम रोक्न पनि आह्वान गरेका छन्। पार्टीका सांसदहरूलाई जनताको शासक होइन सेवक बन्न उनको अपिल छ। अझ जनता नै जस्तो बनेर मात्रै अघि बढ्न उनले निर्देशन दिएका छन्। सकभर सरकारी अस्पतालमै उपचार सेवा लिन उनले पार्टीका सांसदलाई अपिल गरेका छन्। लामिछानेले कांग्रेस, एमाले र माओवादीको नाम नलिई उनीहरूको इतिहासमा गरेका गौरवपूर्ण योगदानका लागि धन्यवाद दिएका छन्। आफूहरूले इतिहासको योगदानलाई धन्यवाद भनेको अनि भविष्यको जिम्मेवारी चाहिँ राष्ट्रपालले लिने उनले सन्देश दिएका छन्। पार्टी स्थापना कालदेखि 3.5 वर्षमा कदम कदममा चुनौती बेहोर्नु परेको तर त्यसलाई नागरिकको मायाले जित्दै आएको लामिछानेको बुझाइ छ। अब सरकारमा आएर परिणाम मार्फत त्यो गुण तिर्ने उनले बताएका छन्। लामिछानेले नागरिकमा नेतृत्वप्रति निराशा रहे पनि उनीहरूलाई 35 वर्ष कुरेको तर आफूहरूलाई 35 दिन पनि नकुर्ने भन्दै पाइला पाइलामा सावधान रहेर सही काम गर्न उनले आग्रह गरेका छन्। सांसदहरूलाई उनले यसअघिको जस्तो निजी जीवनको स्वतन्त्रतामा रमाउने बानी त्याग्न पनि निर्देशन दिएका छन्। मन्त्री बन्ने दौडमा सामेल नहुन सांसदहरूलाई आग्रह गरे। स्वार्थ समूहहरूले विभिन्न बहानामा प्रभावित पार्न कोसिस गर्ने भन्दै सतर्क हुन उनको आग्रह छ। यसअघिका सरकार निर्माणका क्रममा अनुभूति सुनाउँदै सभापति लामिछानेले वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो आस्था अविच्छिन्न कायमै रहेको भन्दै आशंका नराख्न पनि आग्रह गरेका छन्। नेपाली जनताले अहिलेसम्म कसैलाई नगरेको विश्वास रासोपालाई गरेकाले यसको महत्त्व बुझ्न उनले सांसदहरूलाई निर्देशन दिए। वरिष्ठ नेता बालेन शाह कार्यक्रममा सहभागी भएनन्। लामिछानेले बालेनको नाम आफ्नो मन्तव्यमा उच्चारण समेत गरेनन्। बालेन स्वास्थ्य लाभ गरिरहेको रासोपाले जनाएको छ। यद्यपि उनी रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले लेखेको स्टाटसमा कमेन्ट लगायतका क्रियाकलाप गरिरहेको बेला पार्टीको महत्त्वपूर्ण बैठकमा किन एकछिन पनि सहभागी भएनन् भन्ने जिज्ञासा उठिरहेको छ। बालेनले हालसम्म एकपल्ट बाहेक पार्टी कार्यालयमा जाने, सचिवालय लगायतका बैठकमा सामेल हुने गरेका छैनन्। कार्यक्रममा उनको नाममा नामै लेखेर सिट रिजर्भेसन गरिएको थियो। नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका बहुमत केन्द्रीय कार्यसमितिको असहमतिबीच गत पुसमा विशेष महाधिवेशन सम्पन्न भएको छ। विशेष महाधिवेशनले गगन कुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्यो। नयाँ नेतृत्व चयन गरेर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदा कांग्रेसले पार्टीलाई मजबुत बनाउने अपेक्षा आम कार्यकर्तामा थियो। तर निर्वाचन परिणाम कांग्रेसका लागि प्रतिकूल बनेको छ। निर्वाचनले जेनजी आन्दोलनपछि कांग्रेसमा विकसित सङ्कट समाप्त गर्न सकेन। निर्वाचन सकिए पनि यति बेला कांग्रेसमा सङ्कटकालको अवस्था नसकेको जस्तै देखिएको छ। आन्तरिक द्वन्द्व, विशेष महाधिवेशनबाट गरिएको नेतृत्व परिवर्तन र 21 फागुनको निर्वाचनमा पार्टीले भोगेको पराजयपछि पनि पार्टी सामु देखेका राजनीतिक चुनौतीहरूले सङ्कटकाललाई निरन्तरता दिइरहेका छन्। निर्वाचनको परिणामप्रति पार्टी प्रतिकूल आउनुलाई विशेष महाधिवेशन पक्षधर र विपक्षमा रहेका नेताहरू एक अर्कामाथि दोष थोपारिरहेका छन्। निवर्तमान सभापति देउवा समूहले निर्वाचनमा असहयोग गरेको विशेष पक्षधरको दाबी छ। तर देउवा समूह भने विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार बिहोर्नु परेकाले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने बताइरहेको छ। देउवा नेतृत्वको कार्यसमितिमा प्रचार विभाग सम्हालेका नेता मीन विश्वकर्मा कांग्रेसमा 2 जना सभापति रहेको तर्क गरिरहेका छन्। देउवा पक्ष नेताहरू निर्वाचनमा पार्टीले बेहोरेको पराजयसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भएको पनि बताइरहेका छन्। कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जितजङ बस्नेतले विशेष महाधिवेशनकै कारण निर्वाचनमा लज्जास्पद हार बेहोर्नु परेको भन्दै सभापति थापाको राजीनामा मागिसकेका छन्। यसैबीच 21 फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षा अनुरूप परिणाम नआएपछि कांग्रेस नियमित महाधिवेशनको तयारीमा जुट्ने सङ्केत देखिएको छ। पार्टीका संस्थापन पक्ष नेताहरू अब आफूहरू 15औं महाधिवेशनको तयारीमा जुट्ने बताइरहेका छन्। कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि छलफल चलिरहेको जनाएका छन्। अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनका लागि तयारी गरेर जाने निर्णय गर्ने उनको भनाइ छ। उनले केन्द्रीय कार्यसमिति बैठकले आगामी जेठ अन्तिम साता अथवा असोज पहिलो साताका लागि पार्टीको 15औं महाधिवेशनको तिथि तोकिने सम्भावना पनि औल्याएका छन्। उपसभापति विश्वप्रकाश शर्मा निकट स्रोतले पनि नियमित महाधिवेशनको तयारीबारे पदाधिकारीबीच छलफल चलिरहेको जानकारी दिएका छन्। कांग्रेसले आगामी मङ्सिरसम्म 15औं महाधिवेशन गर्ने उनको भनाइ छ। यसैबीच कांग्रेसले निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचना अनुसार कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको छ। बैठक दिउँसो 1 बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यहरूसँगै 7वटै प्रदेशका कार्यसमितिका सभापतिहरूलाई पनि उपस्थितिका लागि आमन्त्रण गरिएको छ। भर्खरै सम्पन्न निर्वाचनमा युवा मतदाताहरूको असन्तुष्टिको शिकार बन्दा कांग्रेसले अनपेक्षित परिणाम बेहोरेको छ। निर्वाचनमा सभापति थापासहित उम्मेदवार रहेका सबै पदाधिकारीहरू पराजित भएका छन्।
संसदीय अङ्कगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिने भएको छ। सङ्घीय संसद सचिवालयले हाल रहेकै कार्यालयहरूमध्येबाटै संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको छ, जस अन्तर्गत यसअघि नेपाली कम्युनिस्ट पार्टीले प्रयोग गर्दै आएको भवन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई दिने तयारी गरिएको छ। प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा रासोपाले प्रयोग गरेको संसदीय दलको कार्यालयमा भने नेपाली कम्युनिस्ट पार्टीसहितका अन्य साना दलहरूका लागि व्यवस्थापन गरिएको छ, जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र श्रम संस्कृति पार्टीका लागि समेत संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ। नेपाली कङ्ग्रेस र नेकपा एमालेको हकमा भने पहिले जहाँ रहेको त्यही नै व्यवस्थापन गर्ने तयारी छ। सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भएकै कार्यालयहरूमा दलहरूको संसदीय दलको कार्यालय व्यवस्थापन गर्न लागि हो। यी लगायतका विषयमा संसद सचिवालयले निर्वाचनबाट आएका राजनीतिक दलहरूसँग अनौपचारिक छलफलको तयारी समेत गरेको छ। छलफलमा दलहरूको कार्यालय व्यवस्थापन लगायतका विषयमा कुराकानी हुनेछ। नेपाली सेनाले टुँडिखेलमा घोडे जात्रा सम्पन्न गरेको छ। चैत्र कृष्ण औँसीको अवसर पारेर नेपाली सेनाले टुँडिखेलमा अस्त्रकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका प्रदर्शन गरेको हो। घोडे जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतका संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछिको समीक्षा, संसद सञ्चालन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जनाएका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्। बुधबार बिहान प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरू प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ। साथै प्रधानमन्त्री कार्कीले निर्वाचनमा विजयी भएका नेताहरूलाई बधाई दिइन् र अन्य नेताहरूलाई अर्को पटकका लागि शुभकामना दिएकी छिन्। नेकपाका नेताहरूले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका छन्। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एकपटकको चुनावी जितले मात्रै दीर्घकालीन राजनैतिक सफलता सुनिश्चित नहुने टिप्पणी गरेका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त धारणा सार्वजनिक गरेका हुन्। भारतको सन् 1984 को आम चुनावको उदाहरण दिँदै त्यति बेला देखेको राजीव लहरलाई अहिले नेपालमा देखेको बालेन लहरसँग तुलना गर्दै उनले सन् 1984 मा भारतको लोकसभामा राजीव गान्धी नेतृत्वको कङ्ग्रेस आइले ऐतिहासिक सफलता हासिल गरेको थियो। तर त्यसपछिका वर्षहरूमा कङ्ग्रेस क्रमशः कमजोर बन्दै गएको र भाजपा बिस्तारै सशक्त बन्दै अघि बढेको पोखरेलको विश्लेषण छ। अहिले नरेन्द्र मोदीको नेतृत्वमा भाजपा लगातार तेस्रो कार्यकालसम्म सरकारमा पुगेको उदाहरण दिँदै उनले दीर्घकालीन सफलता सङ्गठन, कार्यक्षमता र निरन्तर जनसमर्थनमा निर्भर रहने बताएका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले थप अनुशासित, निष्ठावान एवं इमान्दार हुनुपर्नेमा जोड दिएका छन्। सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट व्यवहार, बोली एवं वचनलाई आत्मसात गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी वहन गर्न उनले निर्देशन दिएका हुन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले कार्यशैलीमा अझै सुधार गर्न जोड दिएका हुन्। निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरण सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसनीय रहेको उल्लेख गर्दै यसले सङ्गठनको समग्र श्रेय वृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको उनको भनाइ छ। हवस् त यिनै प्रसङ्गसँगै अहिलेलाई बीएस खबर यति नै। यति बेलासम्म हामीलाई हेरेर साथ दिनुभएकोमा यहाँलाई हार्दिक आभार प्रकट गर्दछौँ। साथै ताजा समाचारका लागि हाम्रो आधिकारिक युट्युब च्यानल बीएस खबर च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर सहयोग गर्नुहुनेछ भन्दै हामी सबैलाई आज्ञा दिनुहोस्। नमस्कार।